एभ्रिवान वेलकम ब्याक इट्स मी फुङसा लिम्बू। आज चाहिँ हाम्रो सरस्वती पूजा हो र अब म चाहिँ नुहाएर रेडी भएको छु। अब रेडी भएको छु भन्दा नि अब मन्दिर जानलाई रेडी हुने हामी म र मेरो साथीहरू भरे भेटौँला बाई बाई। अब हामी चाहिँ रेडी भइसकेको छौँ र यहाँ हाम्रो साथीहरू पनि आइसक्नु भएको छ। हेलो राम्री राम्रीहरू भाइ किन वर्षा के ब्लग खोइ अधार छ त लाइन छैन लाइन लाइन छैन ए पानी छर्दिन त घाँटी सुकेर पर किचनमा छ जाऊ। सो कस्तो लागिरहेछ तिमीहरूलाई त साडी लाउनु झन्झट भएन नि? कञ्चनको त साडी लाउँदा नमिलेर एकछिन त बल्ल बल्ल मिल्यो होइन। सो हामी चाहिँ रेडी भइसक्यौँ बाई बाई। हामी चाहिँ पूजा गर्नुको लागि मन्दिर जाँदैछौँ गाइस। तपाईँहरूले त गरिसक्नु भयो होला। हामी चाहिँ अब ढिलो मान्छे छिटो भए पो हुन्छ। हामी अल्गो मान्छे छैनौँ नि त होचो मान्छे अलिक खोइ हुन्छ अरूहरू खोइ अरूहरू हजुर हजुर उता परे हुनुहुन्छ अनि पुङसाङ र रेबिका खोइ पुङसाङ रेबिका र अटो केरे मर्यो उता के भन्छ पूजा गर्यो पूजा ढोगे आयो मलाई खोइ पुग्ने आउने अहिले खाएको छैन। हामी पूजा गर्नुपर्ने छ यहाँ त्यत्रो बुझैमा त धेरै छ यस्तो भएन बहिनीहरू राम्रो राम्रो भएर पैसा के हो पैसा दिदी पैसा यो त मेरो त दिदीको पैसा खाने हो पैसा खाने त पनि आइज न यार। मलाई त हेलो 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 गाइज हाई सरस्वती पूजा सबैलाई हैन। भरे भेटौँला बाई बाई। मलाई केही पनि बोल्न आएन त्यसैले अब मन्दिरमा गएर ल बाई बाई। हेलो गाइस हामी चाहिँ हैन अब मन्दिर आइपुग्यौँ। हामी चाहिँ भर्खर मन्दिर आइपुग्यौँ अनि मन्दिर आएर चिया खायौँ। फुङसा चाहिँ तल यहाँनिर काम गर्दैछ सघाइदिँदै हुनुहुन्छ अनि हामी चाहिँ मन्दिरमा जाँदैछौँ अब पूजा गर्नको लागि। ऊ पनि आउँछ पूजा गर्ने एकछिन बस्ने घुम्ने फोटो खिच्ने जाने। कस्तो लाग्दैछ त मन्दिर आएर यता आइज न। राम्रो फिल हुँदैछ होइन। हामीले साडी पनि म्याचिङ लगाएको छ तर म भन्दा चाहिँ राम्रो देखेको छ। म त जन्मिँदैदेखि राम्रो नि हो अनि गाह्रो छ नि। यता हुनुहुन्छ हाम्रो भाइ कता हो हाम्रो भाइ यता हो उसले नमस्कार गर्नु छोड्दैन। कम्प्लेन हान्नुपर्छ घोर कम्प्लेन किन पहिला जन्मेको थिएन नि त यो अलिक ढिलो जन्मेको नि त। अब चाहिँ हामी गाइस भित्र चढ्नु लागेको होइन। जुत्ता खोल्नु नै मन लागेको छैन। तपाईँ के भन्न चाहनुहुन्छ प्लिज तपाईँ के भन्न चाहनुहुन्छ? म राम्री छु अहिले चाहिँ यति नै होइन। अहिले हेर्दै गर्नु होला योभन्दा एकछिनमा आउँछौँ भेट्छौँ फेरि भित्र जान्छौँ यता जान्छौँ अनि हामी चाहिँ यहाँ मन्दिरमा आएको यता पूजा गर्नु छ। हामी चाहिँ मन्दिर आएर पनि काम गरेर पनि धेरै त गरेनौँ तर पनि अलिकति धावा भएको थियो त्यसैले बल्ल बल्ल फ्री भएको। हाम्रो साथीहरू चाहिँ अघि फोटोसुट गरेर बसेको छ। हाम्रो यहाँ नयाँ साथी हुनुहुन्छ पुरानो साथी फेरि भेट भएको। आउ न यार उठ न। हेलो म टाउको दुख्दै हिँड्दा गरेर कति हिँड्छ हो काम गर्नुपर्छ जसरी भन्नु नि। सो हाम्रो यहाँ चाहिँ ओइ बुढाबुढी हो। हेलो यहाँ मेरो हाम्रो क्लासको बुढाबुढीहरू छ यहाँ। हाई गाइज बुढाबुढी
होचो भनेर हेपेको होइन होचो भयो भने बाई के हाम्रो फोटोसुट चाहिँ सकिएको छ होइन त्यहाँ चाहिँ गर्ने फोटो ओइ के दुखी आत्मा जसरी बसेको त्यहाँ र हाम्रो यहाँ पनि हाम्रो फोटोसुट चल्दैछ कसको मान्छेहरूको बिचरा एउटा मेरो भाइ हेरेर बस्दैछ है ओइ म कहीँ टाढाको छोरी पनि होइन कहीँ टाढाको म चेली पनि बुहारी पनि होइन मेरो जन्म साबिक मुगुटा हाल निक्लाजन ग्राममा जन्म भएको थियो भने मेरो बुबा जुन साबिक क्रिस्चियनी अहिले निक्लाजन दुईमा कतिले दिनुहुन्छ भने मलाई धेरैले मलाई नातिनी छोरीमा मलाई यहाँले चिन्नुहुन्छ र यहाँ आज संघीय लोकतान्त्रिक राष्ट्र प्रान्तीय मञ्चको तर्फबाट आज उम्मेदवार दिँदै गर्दाखेरि दिलु लिङ्गदेनले विभिन्न यो धार्मिक संस्थाहरू त्यागेर राजनीतिमा होमिएको भन्ने त्यो बिल्कुल होइन तर हाम्रो यहाँ संस्थामा पनि प्रोग्राम हुँदैछ हाम्रो काम गरिरहेको अवस्था छ म यो उर्लाबारी जुन निक्लाजनलाई छोडेर उर्लाबारी क्रममा म जाँदै गर्दा पनि यहाँ बसिरहेछ अर्को दुईजना यहाँ बसिरहेछ अर्को दुईटा खोइ सो यहाँ फेरि फोटो खिच्दिनु पर्ने अरे फाइनली म चाहिँ मन्दिरदेखि घर आइपुगेको छु घुम्दा 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 थाकेर आइसकेको छु साथीहरू पनि सबैजना घर गइसक्यो सो आजको लागि यति नै सियु टाटा बाई बाई फेरि भेटौँला नेक्स्ट भिडियोमा बाई बाई